नमस्कार, म गायक सन्तोष दाहाल आज फेरि पनि कार्यक्रम प्रस्तुताको रूपमा प्रस्तुत हुँदैछु। आज मसँग हुनुहुन्छ सर्लाहीकी चेली, सर्लाहीकी उदाउँदै गरेकी एकजना मोडल हुनुहुन्छ मसँग। उहाँ बहिनीलाई मैले आज कार्यक्रममा निम्त्याएको छु। सिधै हामी कार्यक्रमतर्फ लागौँ। उहाँले के भन्नुहुन्छ उहाँसँग हामी केही बेर संवाद गर्नेछौँ। मसँग हुनुहुन्छ सुप्रिया पाण्डे, उहाँ सर्लाही बागमतीकी हुनुहुन्छ। उहाँसँग सिधै म कार्यक्रममा जोड्न चाहेँ। बहिनी, कार्यक्रममा स्वागत छ। धन्यवाद। कस्तो तपाईँ चाहिँ मोडल भने मैले अघि, होइन? तपाईँ मोडलिङ क्षेत्रमा चाहिँ अब धेरैवटा कार्यक्रममा जित्नु पनि भयो तपाईँले, होइन? सर्लाहीका केही चाहिँ प्रतियोगिता कार्यक्रममा तपाईँले गएर चाहिँ प्रथम स्थान पनि हासिल गर्नुभएको भन्ने हामीले सूचना पनि पायौँ, होइन? एक्कासी मोडलिङ क्षेत्रमा जाउँ चाहिँ तपाईँलाई कसरी लाग्यो? अलिक उच्च स्वरमा प्रश्न बताउनुहोस्। म 2018मा चाहिँ म क्लास 8 पढिरहेको थिएँ। त्यो बेला चाहिँ म ब्युटी पेजेन्टमा गएको हो। अनि लिटल प्रिन्स एन्ड प्रिन्सेस भन्ने, त्यसमा चाहिँ यति एज अ कम्पिटिसन भनेर गएको। अनि त्यसपछि जितेपछि चाहिँ मोडलिङ गर्छु भनेर चाहिँ त्यसलाई कन्टिन्युस गरेर। त्यो कार्यक्रम कुन ठाउँमा भएको थियो? सुकेपोखरी, सर्लाही जिल्लाको सुकेपोखरीमा भएको थियो। प्रतिस्पर्धीहरू कतिजना थिए त्यहाँ? अलमोस्ट 30 जना हुनुहुन्थ्यो। 30 जनामा चाहिँ तपाईँले प्रथम स्थान हासिल गर्नुभयो भनेपछि त्यो त राम्रो कुरो होइन? त्यो त 30 जनामा 29 जनालाई पछाडि पार्नु भएछ, 1 नम्बरमा आउनुभयो, होइन? त्यस पछाडि चाहिँ अनि तपाईँलाई यो क्षेत्रमा म निरन्तरता दिउँ कि क्या हो जस्तो लागेको? हजुर, म मिस मल्टिमिडियाको विनर पनि भएँ 2018मा त्यही सोमा। हजुर, अनि मैले बेस्ट लिडरसिप अवार्ड पनि पाएको थिएँ। बेस्ट लिडरसिप अवार्ड पाउनुभयो, होइन? भनेपछि त्यहाँ के प्राइजको पनि भयो, क्यासको पनि थियो? त्यो उहरू के अरे अवार्डहरू थियो, होइन? त्यो तपाईँसँग अहिले पनि सुरक्षित छ, होइन? हामीले सो गर्न पाएनौँ, ठिकै छ, कुनै बेला हेरौँला हामी। अनि तपाईँको एजुकेसन अहिले भन्न मिल्छ भने एजुकेसन तपाईँले हामीलाई भन्नुहोस्। एजुकेसन करेन्टली चाहिँ म ब्याचलर रनिङ स्टुडेन्ट हो। ब्याचलर रनिङ स्टुडेन्ट, काठमाडौँ पढ्नुहुन्छ? काठमाडौँको कुन कलेजमा पढ्नुहुन्छ? म स्किम्समा पोखरा युनिभर्सिटीको। भनेपछि तपाईँको रनिङ यो कुन इयर हो? म सेकेन्ड इयर। अनि यो मोडलिङ सेक्टरमा त तपाईँले अब त्यहाँ जित्नुभयो, अचानक आकस्मिक भाग लिन पुग्नुभयो, होइन? जित्छु कि जित्दिनँ भन्ने तपाईँलाई कन्फ्युजन थियो, तपाईँले सबैलाई जितेर फर्स्टै हुनुभयो, होइन? त्यो एकदमै राम्रो, होइन? जो कोहीले प्रथम स्थान हासिल गर्न सक्दैनन् यो फिल्डमा प्राय, होइन? अनि अब यो क्षेत्रमा लाग्दाखेरि यसका पछाडिका यात्रामा चाहिँ धेरै सङ्घर्ष, धेरै चाहिँ छ, होइन? विकराल छ यसको बाटो त, होइन? यो बुझेर लाग्नु भएको छ कि, होइन? जित्नुभयो, ठिक छ, त्यहाँनिर मैले हतोत्साही तपाईँलाई बनाउन खोज्दै छुइनँ कि यो त धेरै लङ रेन्जको यात्रा हो जस्तो लाग्छ कि लाग्दैन? लाग्छ। लाइक मैले क्लास 8 हुँदाखेरि पार्टिसिपेट गरेको सोमा म काठमाडौँ 10 पछि मैले 2 इयर +2 पढेँ। त्यो बेलासम्म मैले मोडलिङको त्यस्तो केही गरेको थिइनँ। लाइक सिम्पल फोटोसुटहरू चाहिँ गरेर हुन्थेँ। त्यसपछि मैले अहिले 2025मा चाहिँ एउटा सोमा पार्ट गरेको थिएँ। तपाईँले 2018मा चाहिँ त्यो कार्यक्रममा जित्नुभयो, होइन? अब तपाईँको चाहिँ भनौँ न, तपाईँले अर्को एउटामा पनि तपाईँले भाग लिनुभएको हामीले केही न्युजहरूमा, च्यानलहरूमा देखेका थियौँ, होइन? अब तपाईँको चाहिँ अब 2025 अहिले, होइन? तपाईँको भर्खरै त्यो यही इयर पनि नभनौँ, यही 1-2 महिना भयो, होइन? 2025मा त्यो कार्यक्रमको चाहिँ नाम भन्नुहोस् न, के थियो त्यो? हजुर, म अनभग सिजन 11को पार्टिसिपेट गरेको थिएँ। त्यसमा एनभग सिजन 11मा तपाईँ चाहिँ त्यहाँ कम्पिटिसनमा उत्रिएर जानुभयो, होइन? सुरुमा त्यहाँको फर्म चार्ज कति थियो? 1000 रुपियाँ। फारम भर्दाखेरि 1000 रुपियाँ दिएर फारम भर्नुभयो। त्यसपछि त्यहाँ के ट्रेनिङ पनि हुन्थ्यो? हजुर, 45 डेजको ट्रेनिङ हुन्थ्यो।
तपाईँले 1000 रुपियाँ दिएर कम्पिटिसनमा उत्रिनुभयो, त्यसपछि 45 दिन ट्रेनिङ उनीहरूले चाहिँ फ्रीमा दिएको? नै हामीले त्यो पे गर्नु पर्थ्यो। पे गर्नु पर्थ्यो। टोटल खर्च त्यहाँ तपाईँको कति भएको थियो? ट्रेनिङको टोटल खर्च 20,000 प्लस अब हामीले 45 डेजमा हामीलाई धेरै सामानहरू चाहिन्थ्यो, त्यसको लागि छुट्टै खर्च हुन्थ्यो। भनेपछि त्यहाँ जानलाई आफू प्रिपेयर्ड भएर जाँदाखेरि आफूले चाहिँ आफूलाई चाहिने सामान आफूले किन्ने त्यो त तपाईँको कम्पलसरीमा परिहाल्यो होइन? भनेपछि उनीहरूकोमा चाहिँ तपाईँको लागत भनेको चाहिँ 20,000, त्यो फर्म भरेको 1,000 भयो अनि 20,000 चाहिँ त्यहाँ चाहिँ अप एन्ड डाउन भाडासहित खर्च कि त्यहीँ लागेको खर्च? त्यही लागेको मात्रै खर्च। 20,000 तपाईँले बुझाएपछि 40 दिन चाहिँ 45 दिन चाहिँ उहाँहरूले ट्रेनिङ दिनुभयो। भनेपछि तपाईँ चाहिँ अब एउटा ट्रेनिङ लिएको जानकारी पनि समेत भएको, ट्रेनिङको अनुभव भएको चाहिँ मोडेल हुनुहुन्छ भनेर मैले भने गल्ती भएन त्यसो होइन? ट्रेनिङ तपाईँले अनुभव 45 दिन ट्रेनिङ भनेको त, किनभने त्यो ट्रेनिङ नदिँदै तपाईँले त जितेर आउनुभयो सरलाईको कार्यक्रममा होइन? अब झन् 45 दिन तपाईँले ट्रेनिङ लिएपछि त केही त्यहाँ त्यसका त धेरै कुराहरू होइन तपाईँलाई जानकारी भयो भनेपछि अब जो जानकार मोडल सुप्रिया पाण्डे मैले भन्न सक्ने भएँ होइन त? त्यसो भए किन तपाईँसँग त्यसको पेपरहरू पनि होला नि होइन? त्यहाँबाट ट्रेनिङ सकेर नै उहाँहरूले मलाई ट्रेनिङको पेपर दिनु भएन। तर किन दिनु भएन फेरि? ट्रेनिङ चाहिँ दिने, पेपर चाहिँ किन नदिएको? फिनालेको 2 डेज अगाडि मलाई उहाँहरूले इलिमिनेट गरिदिनु भयो। होइन, त्यो विषयमा म आउँदै थिएँ। जस्तै तपाईँले ट्रेनिङ त लिनुभयो नि होइन? तपाईँ आफूले त्यसको केही कुराहरू त्यहाँभित्रको कुराहरू बुझ्नुभयो। एउटा मोडलिङ व्यवसायमा लाग्दै गरेको मान्छेले, मोडलले एउटा अभिनयको लागि अब त्यहाँ आउने सबै कुराहरू ट्रेनिङ लिनु भनेको आफू सक्षम हुनु हो। तपाईँले 45 दिन ट्रेनिङ लिनुभयो होइन? त्यस पछाडि ट्रेनिङ लिइसके पछाडि तपाईँको चाहिँ त्यो कार्यक्रम जुन कम्पिटिसनकै कार्यक्रममा तपाईँहरूलाई ट्रेनिङ दियो होइन? भनेपछि अनि तपाईँलाई फेरि लास्ट आवरमा चाहिँ अलिकति फाइनलको बेलामा कि त्यसमा चाहिँ के आउट भएको कि आउट गराइएको के हो त्यो अलिक खुलेर भन्नुहोस्, यता हाम्रो फ्रेममा सबले सुन्ने गरी भन्नुहोस्। उहाँहरूले मलाई ट्रेनिङको 2 दिन अगाडि चाहिँ इलिमिनेट भयो, तिम्रो पोइन्ट्स पुगेन भनेर भन्नुभयो। त्यो मार्किङ पुगेन? हजुर। अनि उहाँहरूको कुरा चाहिँ के थियो भने मैले सुरुमा फर्म भर्नुभन्दा अगाडि नै पेपरमा उहाँहरूले चाहिँ दिनुहुन्छ अनि त्यो हामीले साइन गरेपछि उहाँहरूले आफैले लिनुहुन्छ त्यो पेपर चाहिँ। त्यहाँनिर चाहिँ हाम्रोमा इलिमिनेसन हुँदैन, आउट गराउँदैनौँ, मार्किङहरू पुगेन अरू पोइन्ट्सहरू पुगेन भने चाहिँ जित्ने चान्सेस कम छ, तर निकाल्न चाहिँ निकाल्दैनौँ, त्यसरी लेख्नु भएको थियो। अनि मेरो चाहिँ अब मार्क नपुगे पनि मैले त्यो सोमा चाहिँ आफूलाई प्रेजेन्ट गर्न पाएँ नि मेरो लागि ठुलो कुरा हुन्थ्यो। तर उहाँहरूले चाहिँ लास्ट मोमेन्टमा आएर चाहिँ मलाई तिमीलाई निकालिदियौँ, इलिमिनेट गरिदियौँ तिम्रो पोइन्ट नपुगेर भनेर भन्नुभयो। त्यसपछि मैले उहाँहरूलाई एटलिस्ट मैले जति डेज ट्रेनिङ गरेँ मलाई त्यसको लागि सर्टिफिकेट दिन्छु, मलाई अरू ठाउँमा काम लाग्छ भनेर भन्दाखेरि मलाई उहाँहरूले लाइक आउट अफ कन्ट्याक्ट बस्नुभयो। अनि मैले एउटा टिकट्स पनि बेचेको थिएँ, उहाँहरूले मलाई रिफन्ड पनि गर्नु भएन किनभने जसले मेरो लागि मेरो सो हेर्न जान्छु भनेर टिकट काट्नु भएको थियो, अब मेरो सो नै नभएपछि उहाँलाई त मैले रिफन्ड गर्नुपर्छ नि त, त्यो चाहिँ अब उहाँहरूले नै बुझ्नुपर्ने कुरा हो। भनेपछि तपाईँले एउटा टिकट बेच्नुभयो, त्यसबाट पाउने त्यो दिनु भएन, त्यो पनि भयो। जस्तै अब लास्ट आवरमा आएर फाइनलको 2-3 दिन अगाडि तपाईँलाई चाहिँ अब जस्तै आउट गर्नुको कारण के हो? जे हो त्यही भन्नुहोस्। उहाँले पोइन्ट पुगेन, त्यही भएर आउट गर्नु। पोइन्ट पुगेन भनेर आउट गर्न पाइने अधिकार उहाँहरूसँग थियो होला, तपाईँलाई गर्यो होइन? आउट गर्यो। अनि भनेपछि त तपाईँको के कारणले चाहिँ आउट गर्यो भनेर चाहिँ पोइन्ट पुगेन होला, आउट गर्यो भनेर तपाईँ ठिकै हो भनेर बस्नुभयो कि मलाई किन हटाएको भन्नुभयो? मैले गएँ, भोलिपल्ट म गएँ उहाँहरूसँग कुरा गरेँ। उहाँले के भन्नु भने हामीले धेरै ट्राई गऱ्यौँ, तिम्रो मार्कहरू पुगेन, पोइन्टहरू पुगेन, त्यही भएर तिमीलाई हामीले आउट गर्नु पर्यो भनेर भन्नुभयो। अनि मैले उहाँलाई के क्वेसन गरेँ भने सुरुमा हामी त्यहाँ आउनुभन्दा अगाडि नै उहाँहरूको कुरा के थियो भने पोइन्ट र मार्क पुगेन भने चाहिँ तिमीहरूलाई निकाल्दैनौँ, तर तिमीहरू जित्न चाहिँ सक्दैनौ, तिमीहरूको मार्क कम भयो भने भन्नुभएको थियो। अब म मात्रै त्यहाँ सुरुमा निकाल्दैनौँ कसैलाई पनि, हामी फाइनलसम्म लान्छौँ भनेर उनीहरूले पहिले भने। जसको फुल पोइन्ट आउँछ उसले जित्छ, जसको कम पोइन्ट आउँछ उसले जित्न सक्दैन, हार्छ। यो संसारको नियम हो होइन? अनि लास्ट फाइनल हुने बेलासम्म हामी चाहिँ निकाल्दैनौँ, जसले पोइन्ट बढी हुन्छ जित्छ, तर नजित्नेहरूलाई पनि हामी निकाल्छौँ भनेर त भनेको थिएन नि पहिले, तर तपाईँलाई निकाल्यो भनेपछि तपाईँको त्यो चाहिँ खर्च लागत सबै गयो। त्यहाँ लागेको 20,000 अनि त्यो फर्म भरेको 1,000, गाडीमा आते जाते भाडा त त्यो त
पछाडि छँदैछ भने चाहिँ खर्च भयो। हजुर त्यस बाबत तपाईँले पाउनुभयो 45 दिनको ट्रेनिङ मात्रै। ट्रेनिङ अब मैले अनि हामीले यो कारणले निकाल्यो भन्दाखेरि तपाईँको पोइन्ट पुगेन, त्यही भएर आउट मात्र यति हो उहाँहरूको उत्तर कि के? यति भन्नुभयो किनभने हामीसँग कुनै पेपर थिएन, उहाँहरूले हाम्रो साइन गरेको पेपर नै उहाँहरूसँगै थियो। उहाँहरूले भनेपछि हामीले धेरैचोटि मैले उहाँहरूसँग कुरा गरेँ, मलाई फिनालेमा मात्रै हिँड्न भयो नि दिनु, मेरो पोइन्ट नपुग्यो भने मैले यत्रो दिन ट्रेनिङ लिएको छु यहाँ, त्यत्रो लाइक दिनको 2 आवर्स चाहिँ त्यहाँ ट्रेनिङ हुन्थ्यो, तर अब त्यहाँ जानलाई 1 आवर लाग्थ्यो मेरो ठाउँमा त। अनि त्यसरी मैले भन्दाखेरि उहाँले होइन मिल्दैन भने, जब कि डिजाइनरहरूले ड्रेस सबैको लागि बनाइसक्नु भएको थियो, मेरो लागि नि बनाइसक्नु भएको थियो। फिनालेको त 2 दिन अगाडि सबै प्रिपेयर भइसकेको हुन्छ नि त। अनि उहाँहरूले टिकट बेच भन्नुभएको थियो, जुन चाहिँ कतिजना त्यहाँ अलमोस्ट 70 जना हुनुहुन्थ्यो। 70 जनामा 10 जनाले मात्रै टिकट बेच्न सक्नुहुन्थ्यो, अरूले चाहिँ सक्नुहुन्न थियो। उहाँहरूले चाहिँ अलिक जबरजस्ती बाँकी तपाईँ जस्तै अरू त्यो के अरे टिकट बेच्न नसक्ने सबैलाई निकाले? कतिजनाले? होइन टिकटको म त्यो बिचमा टिकटमा म फेरि आउँछु। के अरे कतिजनालाई चाहिँ निकाल्यो त्यहाँबाट? उहाँहरूले चाहिँ निकाल्नुभन्दा पनि 4-5 जनाले चाहिँ आफै म गर्दिनँ, मलाई मन परेन भनेर स्वाभाविकले 4-5 जनाले छोडे गए, उनीहरूको कुरो सकियो। तर तपाईँ चाहिँ इन्ट्रेस्टेड हुँदै उनीहरूले चाहिँ होइन म आउँछु, इन्भल्भ हुन्छु, फाइनलसम्म मैले चाहिँ नजिते पनि इन्भल्भ हुन्छु भन्दै उनीहरूले चाहिँ पोइन्ट कम छ, तपाईँ नआउनुहोस् नै भनेर भने। म भोलिपल्ट त्यहाँ उहाँहरूसँग फेस टु फेस गएर कुरा गर्दा नि उहाँहरूले चाहिँ के भन्नुभयो भने, अब हाम्रो टाइम वेस्ट नगरिदिनु, तपाईँको पोइन्ट पुगेन, तपाईँलाई हामीले निकालिसक्यो भनेपछि अब हामीले कुरै गर्दैनौँ भनेर उहाँहरूले मसँग कन्ट्याक्टमा बस्नु खोज्नु भएन। अनि हामीले जहाँ ट्रेनिङ लिन्थ्यौँ त्यहाँभित्र चाहिँ हामी भित्रपट्टि ट्रेनिङ हुन्थ्यो, अनि मलाई बाहिरबाट भित्रसम्म पनि जान दिनु भएन कि त्यो बेला चाहिँ। अब उहाँहरूले मलाई निकालेकै थियो भने पनि राम्रोसँग कुरा गर्न मिल्थ्यो एकचोटि बसेर। अब मैले 45 डेज त्यहाँ ट्रेनिङ लिएको मान्छे हो नि त म पनि। ट्रेनिङ मात्रै होइन, तपाईँको त चाहिँ धन खर्च भयो नि, होइन पैसा गयो नि, होइन तपाईँको 20,000 21,000 हिसाबमा देखिँदा 20 त्यहाँ खर्च भयो, एक त्यहाँ भयो, गाडीमा आते जाते त अर्को 20 गयो होला, 20 40 नर्मल जोड्दा नि 41,000को त तपाईँको क्षति भयो, होइन। अब चाहिँ जस्तै त्यो अर्गनाइजरको फेरि एकपल्ट उनीहरूको नाम लिनुहोस् त तपाईँ। एजेन्सीको नाम चाहिँ हाउस अफ फ्यासन नेपाल हो। हाउस अफ फ्यासन नेपाल भनेर भनेपछि चाहिँ सबैजनाले चिन्नुहुन्छ उहाँहरूलाई। तपाईँ पीडामा पर्नुभयो यसमा, होइन। अब त्यो किनभने अब उहाँहरूले पनि उहाँहरूको त कुरो यहाँ दुई पक्षको त कुरो आएको छैन, तपाईँको विचार न हामीले ल्याइदिएको हो यहाँ, होइन। के हुन्छ भने अब उहाँहरूले टिकट कतिवटा बेच्नु भन्नुभयो? टिकट 15वटा बेच्नु भन्नुभयो। अनि हामीले चाहिँ हाम्रो कोही पनि होइसिन 15वटा बेच्न चाहिँ हामी सक्दैनौँ भन्दाखेरि उहाँहरूले चाहिँ एकदमै नै फोर्स गर्छ त्यो कुरामा। अनि म चाहिँ जे होस् म एक्लै थिएँ काठमाडौँमा, मैले एकजनालाई टिकट लिऊ मेरो सो हेर्न आऊ भनेर मैले बेचेँ। अनि जो चाहिँ अब उहाँ त मेरो सो हुन्छ भनेर ल हुन्छ तिमीलाई हेर्न त आउँछु भनेर मेरो लागि टिकट काट्नुभयो, लास्टमा मलाई आउट गराउनु भयो। अनि मैले उहाँहरूसँग कहिले रिफन्ड चाहिँ मागिनँ, किनभने ल मैले ट्रेनिङ लिएँ, मेरो ट्रेनिङमै पैसा गयो, ल ठिक छ। तर जसले चाहिँ मेरो लागि पैसा हालेर हेर्न आउँछु भन्नुभएको थियो, अब मेरो त्यहाँ सो नै हुँदैन नि, उहाँको चाहिँ पैसा रिफन्ड गरिदिनु भनेर मैले भन्दाखेरि चाहिँ उहाँहरूले मेरो कल नउठाइदिने, मेसेज एकचोटि हेरेर नहेर्ने। होइन, मैले अघि तपाईँलाई नाम लिनु भनेको चाहिँ व्यक्तिको होइन कि त्यो जुन हाउस अफ फ्यासन हो त्यो चाहिँ भने मैले व्यक्तिको नाम त यहाँ मलाई किन चाहियो र त्यो भन्नु खोजेँ, होइन। अनि के अरे जस्तै अब म टिकटमा आएँ, होइन, टिकटमा तपाईँलाई कति पिस टिकट बेच्नु भनेको थियो? 15 पिस टिकट बेच्नु भन्छ थियो। टिकटको एउटा पर प्राइस 3000 थियो। एउटा टिकटको प्राइस 3000 राखेको थियो, होइन। जस्तै अब कुनै पनि कुराको चाहिँ दुई पक्ष हुन्छ, होइन। अब उहाँहरूको पनि नियम होला, नीति होला, आफ्नो नीति नियममा टेकेर उहाँहरूले आफ्नो चाहिँ त्यो गर्नुभयो होला। उहाँको टिक्का टिप्पणी त्यो उहाँहरूको गर्ने हाम्रो इन्टेन्सन होइन, होइन। त्यो अनि टिकट तपाईँले बेच्न सक्नु भएन, त्यही भएर त भने त होइन नि। होइन, उहाँहरूले डिरेक्टली चाहिँ मलाई त्यो कुरा गर्नु भयो। तपाईँले 15 पिस टिकट बेच्न सक्नु भएको भए उनीहरूले चान्स दिन्थे त्यहाँनिर चाहिँ फाइनलमा? दिन्थे होला। उहाँहरू अलि डिरेक्टली म्यानिपुलेट गरेर बोल्ने खालको रहेछ। उहाँले सुरुमा चाहिँ अब उहाँहरूको आफ्नो रुल्समा थियो होला मेरो पोइन्ट नपुग्यो
पुगेर मलाई निकाल्नुमा। तर उहाँहरूले हामीलाई सुरुमा त्यहाँ जानुभन्दा अगाडि चाहिँ के भन्नुभएको छ भने तिमीहरू निस्केर गयो या तिमीहरू निक्ल्यौ भने चाहिँ तिमीहरूले फर्म भरेको हामी रिफन्ड गर्छौँ, जुन 1000 रुपियाँ मैले फर्म भरेको थिएँ। अनि त्यसपछि सेकेन्ड चाहिँ तिमीहरूलाई निकाल्दैनौ, इलिमिनेसन हुँदैन, तिमीहरूको पोइन्ट पुगेन भने तिमीहरूले जित्दैनौ मात्रै भन्छ थियो। अब उहाँहरूलाई चाहिँ मेरो पोइन्ट नपुगेको थियो अनि मैले अहिलेसम्म जति पनि उहाँहरूबाट लिभ लिएको थिएँ उहाँहरूलाई पर्मिसन लिएरै लिएको सोधेर, इफ मेरो पोइन्ट पुग्दैन थियो भने उहाँहरूले होइन तिमीलाई लिभ दिन मिल्दैन, तिमी आऊ भनेको भए म जान्थेँ होला। तर मलाई के लाग्थ्यो भने उहाँहरूले चाहिँ मलाई पर्मिसन दिइरहेको छैन लिभ लिनको लागि, प्लस अब पोइन्ट पुगेन भने चाहिँ नजित्ने हो तर सो गर्न त पाउने हो भन्ने हुन्थ्यो मलाई। उहाँहरूले लास्टमा डाइरेक्ट त्यस्तो भन्दाखेरि चाहिँ म आफै पनि त्यो कुरालाई अलिकति एक्सेप्ट गर्न चाहिँ सकिरहेको थिएँ। जुन सोच लिएर तपाईँ इन्ट्री हुनुभएको थियो यसमा पनि कम्पिटिसनमा जाउँ, जे जति लाग्छ यहाँको रुल्स एन्ड ल नियम अनुसार इन्भल्भ हौँ, त्यस पछाडि हार्ने जित्ने त गेमै हो होइन। चाहिँ लास्ट फाइनलसम्म गएर हारेको भए चित्त बुझ्थ्यो तपाईँलाई होइन, किनभने तपाईँसँग त पहिले पनि फर्स्ट भएको जितेको अनुभव थियो, त्यो भएर फाइनलको उसमा चाहिँ सो हुन नपाउँदा तपाईँको यो एउटा एक किसिमको तिक्तता भयो होइन। के भन्न चाहनुहुन्छ उहाँहरूलाई तपाईँ अहिले? उहाँहरूले त तपाईँलाई 45 दिन त ट्रेनिङ दिएर एउटा पर्फेक्ट त बनाइदिनु भएको छ होइन, सबै नेगेटिभ मात्रै हेरेर पनि हुँदैन होइन। अब तपाईँलाई अलिकति किनभने फाइनलसम्म जान दिएको भए त्यहाँ गएर हारेको भए हुन्थ्यो, तपाईँको मुख्य सो हुने बेलामा तपाईँ त्यहाँ छुट्नु भयो। जिताउने नजिताउने नि उहाँहरूकै हातमा थियो, उहाँहरूलाई थाहा थियो मेरो पोइन्ट्स पुग्दैन भनेर। होइन त्यस्तो लाइक हुँदैन, उहाँहरूले अलिकति अगाडि मलाई निकालिदिनु भएको भए मैले अलिकति अगाडि नै थाहा हुन्थ्यो। तर 2 दिनपछि मेरो फाइनल सो छ अनि 2 दिन अगाडि निकाल्दाखेरि त अलि ढिलो भयो। फेरि यस्तो ट्रेनिङ चाहिँ कहिलेसम्म थियो? फाइनलको भोलि अगाडिको दिनसम्म थियो। भनेपछि 45 दिनमा चाहिँ ट्रेनिङ अलि अगाडि भनेको थियो, ट्रेनिङ छुट्थ्यो नि त तपाईँको? ट्रेनिङ छुटे पनि उहाँहरूले मलाई अगाडि नै भनिदिनु हो, ल ममा एबिलिटी देख्नु भएन होला, मैले गर्न सक्दिनँ जस्तो लागेर निकाल्नु भयो होला भन्ने हुन्थ्यो। अनि तपाईँ विद्यार्थी मान्छे होइन, तपाईँको चाहिँ अब यो के अरे यत्रो पैसा खर्च भएछ होइन, अब ट्रेनिङमा आयो, ट्रेनिङ लिँदा एउटा सन्तुष्ट गर्ने बाटो त्यहाँ छ, ट्रेनिङ सिकेर केही होइन, ट्रेनिङमा पसिसकेपछि ट्रेनरहरूबाट लिएको ज्ञान त एउटा त्यो पनि तपाईँको प्रोपर्टी सम्झिनुहोस् होइन। अब चाहिँ के पैसा फिर्ता दिन्छु त भनेको छैन नि उहाँहरूले? नै, उहाँहरूले चाहिँ भन्नुभएको छैन, तर उहाँहरूको सुरुकै रुल्समा चाहिँ रिफन्ड चाहिँ फर्म भरेको रिफन्ड गर्छु भन्नुभएको थियो। फर्म भरेको पैसा रिटर्न गर्दा त त्यही 1000 उहाँहरूले मलाई के भन्नुभयो भने 45 दिन त म उहाँहरूको स्टुडेन्ट भएर मैले उहाँहरूको ट्रेनिङ लिएको छु नि त, उहाँहरूले पनि त्यसरी मलाई नचिना जस्तो एकैचोटि गर्न त नहुने हो। तर उहाँले के भन्नु भने अहिलेसम्म तिमीले यहाँ जति खर्च गरेको छौ तिमीले आफ्नो मनले गरेको, हामीले गर भनेर गरेको होइन भनेर भन्नुभयो। जुन कुरामा चाहिँ अलिकति चित्त बुझेको छैन अझसम्म पनि। ल 20,000को चाहिँ मैले ट्रेनिङ नै लिएँ भनेर मैले छोडिदिएँ। अनि मैले आफ्नो पर्सनली चाहिँ टिकटको रिफन्ड गरिदिनु, किनभने जसले मलाई हेर्न आउन लाग्नु भएको थियो उहाँले मलाई नै हेर्न नपाउने हो भने त उहाँको टिकट रिफन्ड गरिदिनु, मैले त्यति भने। अनि उहाँहरू कार्यक्रममा त्यो टिकट किन्नेहरू हेर्न जानुभयो कि भएन? मेरो साइडबाट जसले किन्नु भएको थियो उहाँ जानु भएन, उहाँ त अब मलाई हेर्न नपाउने भएपछि त अरूलाई हेर्न। अनि क्यास चाहिँ तपाईँले उता दिनुभयो उनीहरूलाई टिकट बेचेको क्यास? भनेपछि तपाईँलाई 20,000 त ट्रेनिङ लिए ठिक होइन। अब उहाँहरूको पनि मैले अघि नै भने उहाँहरूको नि अर्गनाइजरहरूको नियम हुन्छ, नीति हुन्छ, क्राइटेरिया हुन्छ होइन। अब त्यो चाहिँ अब हामीले उतापट्टिको कुरो नबुझिकन हामी बगिनु भएन, तपाईँको कुरो आयो होइन। अब यस्तो नभइदिएको हुन्थ्यो भन्ने मात्रै हो हामीले होइन। अब हाम्रो उहाँहरूको पक्षको कोही मान्छे अहिले साइडमा भएको भए दोहोरो कुरा आउँथ्यो। अब आगामी दिनमा तपाईँ जहाँ कम्पिटिसनमा जानुहुन्छ नि बुझेर मात्रै जानु होला। तपाईँको अब यो लाइनमा लाग्नु भएको छ, निरन्तरता पनि दिइरहनु भएको छ, यस्तो उतार चढाव आउँछ नै आउँछ होइन। अब चाहिँ के अरे मैले अघि नै सुरुमा भने यो त लङ रेन्जको चाहिँ यात्रा हो होइन। मान्छेले हलुका हेर्छन् होइन, मोडलिङ क्षेत्र भनेको अलिकति कठिन यात्रा चाहिँ गरेर जाने बाटो हो होइन। अब स्ट्रगल गर्दै हुनुहुन्छ, फेरि तपाईँले अहिलेसम्म लगभग जहाँ कम्पिटिसन गरे नै अब तपाईँ त लक्की मान्छे जितिरहनु भएको देखिएको छ होइन। जितेको छु पनि भन्नुभएछ, हामीले अब त्यो जित्दै जानु अझै पनि। अब एक ठाउँमा अलिकति त्यस्तो भयो भनेर आत्तिनु भएन, त्यहाँको ट्रेनिङले मलाई अझ खार्यो, मेरो पैसा गयो पनि भनेर चाहिँ थप ऊर्जा लिएर तपाईँ चाहिँ अगाडि बढ्नु होला। हाम्रो तपाईँलाई यही चाहिँ अब हामी भन्न चाहन्छौँ होइन। अब के भन्नुहुन्छ चाहिँ यो नयाँ मान्छेहरू मोडलिङ सेक्टरमा तपाईँले आजसम्म अब चाहिँ भोगेको, देखेको, बुझेको, काहीँ जितेको, काहीँ हारेको त्यस्तो चाहिँ उसमा चाहिँ नयाँ लाग्न इन्ट्रेस्टेड मान्छेलाई
के भन्न चाहनुहुन्छ नयाँ मान्छेलाई? हुन त तपाईँ पनि नयाँ नै हो होइन, तपाईँ जस्तै नयाँलाई के सन्देश दिन चाहनुहुन्छ? केही छ नयाँ टिपिकल सन्देश? त्यस्तो त केही छैन, अलिकति बुझेर गर्नु पर्यो सबै कुरा। अब त्यो हारले चाहिँ थप सिकाउँछ। 45 दिन ट्रेनिङ लिएर तपाईँ त्यहाँबाट खारिनु भएको छ होइन, कुनै पनि कम्पिटिसन आफूले भ्याएसम्म होइन चाहिँ अलिकति त्यस्तै नछोड्नुहोस्, इन्ट्री हुनु होला। अब अहिले हामीले खिचिरहेको च्यानल चाहिँ एनएन फोटोग्राफी च्यानल अन्तर्गतबाट हो। हाम्रो क्यामेराम्यान हुनुहुन्छ निरञ्जन निरौला। एकदमै सबैजना। अनि अब केही समय पछाडि अब अलिकति समय लिएर फेरि अब हाम्रो एउटै टपिकमा आज सकियो होइन, फेरि अर्कोतिर भाग लिइरहेको छु, म यतिमा पुगेँ भन्ने सुन्न पाइयोस्। अब हामी कार्यक्रमको अन्त्यमा छौँ होइन, हाम्रो यस च्यानललाई के भन्न चाहनुहुन्छ? फेरि पनि खुलेर भन्नुहोस्। सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिसो, अनि त्यसपछि म फेरि छिट्टै मेरो नयाँ कुराहरू सफलता सुनाउन आउँछु। ठिकै छ। अब तपाईँको आगामी दिनमा होइन यस्तो कार्यक्रममा भाग लिइरहेको, म त यति नम्बरमा जितेर पुगिसकेँ, अब फेरि जित्ने तयारीमा छु भन्ने पनि सुन्न पाइयोस् होइन। केही नयाँ गीतहरूमा पनि तपाईँको म्युजिक भिडियोहरू चाहिँ आओस् होइन, त्यो सुन्न पाइयोस् चाहिँ तपाईँको होइन। यति भन्दै कार्यक्रम प्रस्तुताको रूपमा म आज प्रस्तुत भएँ। अब हामी कार्यक्रमबाट बिदा चाहन्छु। नमस्कार। थ्याङ्क यू सबैजनालाई।